ला साथी, मेरो काठमाडौँको 5 तले घर मैले तेरो नाममा गरिदिएँ। धेरै धन्यवाद यार। म त तँलाई मेरो जीवनको सबसे ठुलो शत्रु सोच्थेँ, तर त मेरो परम मित्र निक्लिस्। के गर्नु यार, तैँले गाउँमा धेरै दुःख भोगेछस् र मैले यो सहरमा धेरै सुख भोगेँ। अब त सहरको मेरो 5 तले घरमा बस र म गाउँमा गएर तेरो झोपडीमा बस्छु। हेर साथी, हाम्रो झोपडीमा त तालचा पनि लाग्दैन। हामी त सधैँ यसैले बान्ने गर्थ्यौँ। अब यो तेरो नाम गरिदिए ला। ल यार, म गाउँ जान्छु है। शुभ यात्रा, राम्रोसँग जा। साला मैले आफ्नो दुश्मनलाई यत्तिकै काठमाडौँ बोलाएको हो, अब त्यो काठमाडौँको धुलै धुलोमा 2 दिनमा सखा बन्छ। no.